हेलो गाइज, गुड मर्निङ। के छ खबर? अहिले चाहिँ म बारीमा सब्जी टिप्न आएको छु गाइजहरू। र सब्जी चाहिँ मैले यो फर्सीको मुन्टा टिप्दैछु कैँचीले काटेर। र हाम्रो बारीमा के छ अहिले फिलहाल देखाउँछु है। यहाँ चाहिँ खुर्सानी रोपेको छ बर्खाको लागि। यो चाहिँ लहरे बाली अन्तर्गत काँक्रा हो, यो फुल्दैछ। र यो तरकारीको राजा घिरमला हो, यो टमेटोबाट मैले फुलेको छु। यो टमाटर यता यो अगाबारे खुर्सानी फुल्दैछ फल्दैछ। रातो रातो पाकेको चाहिँ मैले टिपिसकेको छु। यो फलेको छ। पाहाडको र तराईको फरक हुँदो रहेछ जस्तो लाग्यो मलाई। साइज चाहिँ अलिक सानो छ, पाकेको थियो मैले टिपिसकेको छु। र यहाँ चाहिँ हामीले बेसार लगाएको छौँ। यो टनलमा गिरमला फलेको थियो गाइज। र हाम्रो बारीमा चाहिँ फर्सी चाहिँ जस्तै फलेछ साथीहरू। देख्न सक्नुहुन्छ फर्सी पाक्ने क्रम छ। यो फर्सीको चाहिँ मन्टा चाहिँ हामीले कति खाइयो अझै पनि पलाएकै छ। देख्न सक्नुहुन्छ यो फर्सीको मन्टा। फल चाहिँ थुप्रो लागेको छ, भित्रभित्र फल्यो। अझै पाकेको छैन, पाकेपछि हामीले हार्भेस्ट गरिन्छ। यहाँ छ फर्सी चाहिँ कोलाई मनपर्छ, धेरैलाई चाहिँ मन पर्दैन होला फर्सी भन्ने जात। यो मन्टा चाहिँ बरु ठिकै लाग्छ होला मान्छेहरूलाई, गाइजहरूलाई। फर्सी भन्ने जात चाहिँ धेरैलाई मन पर्दैन, मलाई चाहिँ राम्रो लाग्छ है। र हरियो चिजमा चाहिँ सबै चिज लगभग यो भेजिटेबल्समा मलाई सबै मनपर्छ। यो त्यो भन्ने छैन, पाकेको चिज पकाएको चिज खाइन्छ। र यता मैले मकै देखाएको छु। मकै चाहिँ पाक्ने अवस्थामा पुगिसकेको छ, पाकिसकेको छ है। बिहानको सब्जी टिपाइ चाहिँ यति भयो।